घाम झुल्किन हैन घाम ढल्किन थाले। हेलो साथीहरू, सबैलाई शुभ बिहानी। आज चाहिँ हामी चितवनको महत्त्वपूर्ण पर्यटकीय क्षेत्रतिर सौरातर्फ जाँदैछौँ। यो चाहिँ हाम्रो पूर्व पश्चिम लोकमार्ग बुटोल नारायणगढ खण्डमा हामी यात्रा गर्दैछौँ अहिले। मंकीले बच्चा बोकेर अब चाहिँ हामीले अरुण खोला पनि पार गरिसक्यौँ। अब हामी सिजी टेम्पलतिर आउँदैछौँ। सिजी टेम्पल पनि क्रस गरिसक्यौँ। अब हामी नारायण नदीको पुलमा आइपुगेका छौँ। यहाँ मेला सधैँ लाग्छ र? ओके, मान्छे भिड छ है। बोट पनि चलेको कति स्ट्रिटमा आएको। ए यहाँ प्रदर्शन लागेछ कि होइन? यहाँ लन्डन ब्रिज पनि छ अरे के। साथीहरू, हामी चाहिँ अहिले चितवन आइपुग्यौँ। हामी चाहिँ अहिले होटेलमा झरिसकेका छौँ। अब यसपछि हामी चाहिँ जङ्गल सफारी गर्दैछौँ। हेर्दै गर्नु होला हाम्रो भिडियो। होस् मैले हाम्रो रुमतिर लाँदैछु हजुरहरूलाई। यो हाम्रो रुम यस्तो छ है। दुईटा बेड रहेछ। हामी चाहिँ आउँदा चाहिँ बिहान 8 बजे हिँडेको। आउँदा चाहिँ ढिलै भयो। अहिले हामी 2:30 बजे चाहिँ आइपुग्यौँ। के भयो नानी? अब नानीको अब एकछिन यहाँ फुल मस्ती हुन्छ। के गर्छिन् अब यहाँ रमाइछिन्। अब हाम्रो यता बाथरुम छ, यता मिरर छ। कता हो गोपाल सर? अब हामी जंगल सफारीतिर जाँदैछौँ। अब चाहिँ हामी जंगल सफारीतिर हिँड्दैछौँ। नानी चाहिँ एक्साइटेड छिन् है, एकदम एक्साइटेड। म्याम आउनु छिटो। यहाँ हाम्रो म्याम, यहाँ हाम्रो अवनी। एउटा गाडीमा खास कतिजना हो? डर लाग्दैन? 11 जना। तिमीलाई डर लाग्छ र? डर लाग्छ? एउटा ट्रेन निस्क्यो। मलाई त लाग्दैन। के को डर लाग्ने? लाग्दैन डर त। हामी चाहिँ गाडीमा बसिसकेका छौँ। अब एकछिनमा चाहिँ गाडीमा म भिडियो बनाएको छु। अब हामी जङ्गलमा प्रवेश गरियो होइन? अब साथीहरू, अब हामी चाहिँ चितवनको जङ्गलमा प्रवेश गरिसकेका छौँ। हजुरलाई अब के देखा पर्छ यो जङ्गलमा हामी सबै चिज देखाउनेछौँ। यो भिडियो चाहिँ सुरुदेखि अन्तिमसम्म हेरिदिनु होला। अरूले गइरहेको हेर्ने रे, टाइगर हेर्ने रे। तर अब यहाँ के देखिन्छ? एउटा हाम्रो बाघ देखिन्छ कि
अनि पहिले उद्घाटन भयो है मयूरबाट चाहिँ कहाँ गयो खै मयूरबाट चाहिँ उद्घाटन गरियो आजको यात्रा तिमी के देखिन्छ जस्तो लागिरहेछ ए गैडा त वहाँ छ एकदम टाढा छ हजुर भिडियो गरेछ तर जुम गरेर देखाउन न जुम वहाँ पर हेर्न सक्नुहुन्छ वहाँ गैडा छ देख्नु भयो होला चढ्दैछ कति धेरै फलेछ बयर हेर्नु त बयरी खान नमिल्ने यहाँ गएर कति धेरै बाँकेको छ बयर अब हामी टाइगर जोनमा बसिसकेका छौँ अब यो बाघ चाहिँ देखा पर्छ कि नै थाहा छैन तर हामीले हजुरलाई जङ्गल चाहिँ देखाउने भयो हामीले किन जङ्गलै हेर्नु भयो यो चाहिँ स्नेक बर्ड होइन हाम्रोतिर टाइगर पाइन्छ टाइगर देखाइन्छ अर्को राजा अजल गाउँतिर जङ्गलको राजा दरबार हामी पहिला हिँड्दाखेरि फोटो खिच्ने कता रहेछ खै चन्द्र अधिकारी त्यतिकै मिर्ग भनेर हामीलाई देखि जङ्गलमा त एउटा केही देखिँदैन त हो बल्ल एउटा मृग देखियो मृग मृग चाहिँ देखियो है जङ्गलमै हुर्किएर बढेको नानीलाई रमाइलो भएर हामी जङ्गल नदेखेको मान्छे हामी चाहिँ जङ्गलमै हुर्किएर बढेको मान्छे हामीलाई पनि रमाइलो लागिरहेको लाग्छ बच्चाहरूलाई बाबु हिँड्नु भन्छ लगाएर यो के देखियो त्यहाँ मृगै हो मृग हो कि हेरेछ यतै हेरेछ
बाबु आइसक्यो त ए बथाउने रहेछ म कति महत्त्वपूर्ण रहेछु भने होला है त्यसले पनि यत्रो मान्छेले हेरे आज रातिको भुटनलाई बनाउनु पाउँदा खतरा हुन्थ्यो बाई बाई चराको लाइन देखाइदिन्छु हजुरहरूलाई साथीहरू जुम गरेर देखाइदिन्छु त्यो लाइन देख्नुभएको छ नि त्यो पुरै चराहरूको माछा खाने चरा देख्नुभयो पाउन चरा राप्ती नदी हो यो कहाँ गएर मिसिएको छ अरे खोलाको किनारमा बसिरहेका छन् दुईटै छ नै त्यही खाने देखिन बुझेन घाम तापेको छ गइसक्यो खैरो खैरो चखेबा अनि यताको कालो कालो मालचरा अरे यताको मालचरा यताको चखेबा चरा टाइटैनिक को से खिला से क्या होता है सर टाइटैनिक को खिला से क्या शूटिङ भइरहेको टाइटैनिकको शूटिङ भइरहेको यो भर्छ नक्दाखेरि जङ्गल घुम्दा घुम्दा रात परिसक्यो आज के देख्यौ तिमीले भन्देऊ त अनि अनि
गोही पनि देख्यौ होइन? गोही पनि देख्यौ, मालचरा देख्यौ, अनि मृग बाघ देख्ने भनेको पाइएन होइन? अनि मैले कोकोडाको बच्चा नि देखेँ, गैंडाको बच्चा पनि देख्यौ, गैंडाको बच्चा देखेँ, अनि फेरि ठुलो कोकोडाइ देखेँ, अनि बाँदर पनि देख्यौ नि? बादल पनि देखेँ मैले, अनि मयूर देखेँ, मन त भनिसकेँ। हो? कस्तो लाग्यो त? राम्रो लाग्यो। राम्रो लाग्यो? यो के अरे? ए हरिण हो यो? हरिण एक वहाँ पनि छ, यता पनि छ, यता बच्चा पनि रहेछ हरिणको। जम्मै कोसी हुने यदि मेल हालेर सिङ सब कोसीमा हुँदैन। पंख फैलाउन भन त। घाम झुल्किन होइन, घाम ढल्किन थाले, ढल्किसके मान्छे, ढल्किसके यस्तो रोके हुन्थ्यो नि। अब सनसेटको लागि हो यस्तो रोके हुन्थ्यो गरे हाम्रो ड्राइभरलाई त। घाम ढल्किसक्यो, देख्नु भएको छ थोरै छ। हाम्रो जङ्गल सफारी भ्याइयो होइन नानी?